हेलो फ्रेन्ड, तपाईहरु हेर्दै हुनुहुन्छ हसन टिप्स च्यानल। आज फेरि तपाईहरुलाई हसन टिप्स च्यानलमा स्वागत छ। आजको भिडियोको टपिक यो छ कि हाउ टु डिलिट ग्रुप अन फेसबुक, कि कसरी फेसबुक ग्रुपलाई डिलिट गर्ने, फेसबुकमा डिलिट गर्ने। त अगाडि बढ्नुभन्दा पहिला तपाईहरु यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गरी डाइरेक्टको बेल आइकनमा गएर अल सिलेक्ट गर्नुस्, साथै यो भिडियोलाई लाइक पनि गर्नुस्। त आउनुस् आफ्नो भिडियोतर्फ अगाडि बढौं। त ग्रुप डिलिट गर्नको लागि सबैभन्दा पहिला तपाईले फेसबुकमा लगइन गर्नुस्। फेसबुकमा लगइन गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्नुस्, माथि राखेको टपमा थ्री लाइनमा क्लिक गर्नुस्। थ्री लाइनमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो आउँछ र यहाँ हेर्नुस्, मैले क्रिएट गरेको ग्रुप यहाँ सर्टकट अप्सनमा हेराइरहेको छ र तपाईकोमा पनि हेराइरहेको होला। म चाहिँ ग्रुपमा नै क्लिक गर्न गइरहेछु। तपाई पनि ग्रुपमा क्लिक गर्नुस्। ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ र यहाँ हेर्नुस्, तपाईले क्रिएट गरेको र लाइक गरेको ग्रुपहरु शो भइरहेको छ। र यहाँ हेर्नु HT4 डेमो, यो ग्रुप मैले भर्खरै क्रिएट गरेछु र यही ग्रुपलाई म युज गर्छु डिलिट गर्नको लागि। सो अब तपाईले जुन ग्रुपलाई डिलिट गर्नुहुन्छ त्यो ग्रुपमा क्लिक गर्नुस्। म पनि आफ्नो ग्रुपमा क्लिक गर्दै छु। क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ र यो हेर्नुस्, मैले यो ग्रुप भर्खरै क्रिएट गरेछु, यो हेराइरहेको छ। र यहाँ टपमा आउनुस् र यहाँ हेर्नुस् म्यानेजमा क्लिक गर्नुस्। म्यानेजमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि अब तपाईले माथि स्क्रोल गरेर पुरै तल आउनुस्। तल आइसकेपछि यहाँ हेर्नुस्, शेयर ग्रुप, पज ग्रुप र डिलिट ग्रुप। र डिलिट गर्नको लागि यो डिलिट ग्रुप लेखिएकोमा क्लिक गर्नुस्। डिलिट ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि एउटा पपअप आउँछ यस्तो। यो ग्रुपमा लेखिएको छ कि डिलिट ग्रुप बाइ लिभिङ। सो अब तपाईले डिलिट ग्रुपमा क्लिक गर्नुस्। डिलिट ग्रुपमा क्लिक गरिसकेपछि ब्याक आउनुस् र यसरी रिफ्रेश गर्नुस्। रिफ्रेश गरिसकेपछि तपाई आफ्नो ग्रुपहरु भएको ठाउँमा आउनुस्। यसरी आइसकेपछि फेरि रिफ्रेश गर्नुस् र हेर्नुस्, तपाईको ग्रुप त्यहाँ हुँदैन। र यहाँ हेर्नुस्, मेरो ग्रुप पनि HT4 डेमो ग्रुप छैन। यसको मतलब मेरो ग्रुप डिलिट भइसक्यो। र यदि तपाईको ग्रुप त्यहाँ छैन भने डिलिट भइसक्यो। यसरी तपाईहरुले पनि आफ्नो ग्रुपहरुलाई डिलिट गर्न सक्नुहुन्छ जस्ट वान क्लिकमा। जुन ग्रुपहरुलाई तपाईले युज गर्नु हुँदैन त्यस्तो ग्रुपहरुलाई। यदि तपाईहरुलाई यो भिडियो राम्रो लागेको छ भने र इन्फर्मेसन छ भने यो भिडियोलाई लाइक गर्नुस् र तपाईहरुको मनमा लागेको कुराहरु कमेन्ट बक्समा लेख्नुस्। र एउटा कुरा भन्दैछु, तपाईहरुले पुरा भिडियोहरु हेर्नुहुन्छ तर तपाईहरुले आगामी आउने सम्पूर्ण भिडियोहरुको नोटिफिकेसन पाउनको लागि तपाईहरु यो च्यानल सब्स्क्राइब गरी डाइरेक्टको बेल आइकनमा गएर अल सिलेक्ट गर्नुस्, ताकि सम्पूर्ण भिडियोहरुको नोटिफिकेसन तपाईहरुको डिभाइसमा बिना अवरोध कुनै बाधा तपाईहरुको डिभाइसमा पुगोस्। त सब्स्क्राइब गर्नुस्, सब्स्क्राइबको बटनलाई क्लिक गर्नुस् र बेल आइकनमा पनि क्लिक गर्नुस् र अल सिलेक्ट गर्नुस्।